त्यही बुसानको भ्यू हेऱ्यौँ है, नाइट भ्यू बुसान माथि टपबाट यस्तो छ बुसानको भ्यू। आज हाम्रो छुट्टी भएर 2 दिन छुट्टी भएर आज सँगै साथीभाइसँग घुम्न आएछ होइन। यस्तो दामी छ नाइट भ्यू, यता टावर यता भ्यू साह्रै रमाइलो। हाम्रो यता दाजुले पनि भिडियो गर्दै हुनुहुन्छ, भिडियोग्राफर दाइ हुनुहुन्छ त्यहाँनिर। 서로가 너무 많이 알고 있어서 약간 하이라이트 같지 않아? 그러니까 너무 딥하게 서로 알고 있어가지고. 그래, 씨발 니는 진짜 친구다 하는 애들이랑만 그렇고. ल म पनि आएँ। 그리고 애초에 그 नाइट भ्यू बुसानको नाइट भ्यू। 너무 허물없이 막 걔네 집 가서 나도 막 अब हामी लाग्यौँ, रात धेरै पर्यो। अब होटल पनि खोजेको छैन, रातिको कति 11 बज्न आँट्यो। हाम्रो दाइ यता एकजना फोटो खिच्दै आउनुहुन्छ, हाम्रो एकजना दाइ अर्को ठाउँबाट फोटो खिच्नलाई दगुर्दै कुद्नुहुन्छ पर पुगिसक्नु। हजुर हाम्रो दाजु सुजी दाइ आज साह्रै फ्रेसमा हुनुहुन्छ हाम्रो दाजु। दिग्दै अब चाहिँ हामी लाग्यौँ है, लाग्यौँ भिडियो होइन हाम्रो भिडियो। अब रुम पाउँछ कि पाउँदैन, 11 बजिसक्यो यहाँनिर रात्रिकालीन भ्यू हेर्दाखेरि। यतै यहीँनिर हो, म पनि निदाउनु सक्छु है। होइन यहाँ नबनाउने अरे, अगाडि बनाउने अरे, अगाडि बनाउने अरे होइन। सबै जोडी जोडी आउँछ, यता जोडी उता जोडी। हाम्रो जोडी त नेपालमै छ, के गर्नु बिजोग छ। कुना कुनाबाट हिँड्दो रहेछ नि भर्खर आउनुभएको चेलीहरू। ए ल धन्यवाद। अघि ए चिन्नु भयो यहाँनिर बहिनीहरू भेट भयो। ए दाइ यता दिदीले अघि हेल्प गर्नुभएको थियो हामीलाई। ल त तपाईँहरूलाई धन्यवाद। ल ल मजाले घुमेर आउनुहोस् है। भ्यू देख्ने यो बाटो सिधै जानु कि यो बाटो सिधै जाँदा पनि हुन्छ। यहाँनिर हुन्छ ल ल मजाले हुन्छ। फोन गरेर धन्यवाद दिन्छु है, फोन गरेर धन्यवाद दिन्छु तपाईँहरूलाई। चिनेछ त, म त यादै नगरेको। अघि फोन गर्ने भाइ तपाईँ चाहिँ कहाँ जानुभएको थियो भन्दै असुविधा। भाइलाई छोडेर भाइ कहाँ गयो भन्दै थियो, तपाईँ चाहिँ कहाँ जानुभयो भन्दै थियो त। अब लाग्यो है झऱ्यो, ओह्रालो लाग्यो। अब आज खाना पनि खाएको छैन, 11 बजिसक्यो, रुम पनि खोजेको छैन। आज खै आज सुत्दै हुँदैन जस्तो छ।
यस्तो राति भइसक्यो हेर्नु त मान्छे अझै आउने क्रम जारी छ त भ्यू हेर्नुको लागि आमा वाजनशील होला त दाइ होला होइन 11 बजिसक्यो अझै मान्छे आउँदैछ त हेर्नु के हो यस्तो ए सरी अब यहाँबाट पनि एक ठाउँ भ्यू हेर्ने छ तर यहाँभन्दा पनि अघिकै ठाउँबाट राम्रो थियो है हाम्रो हेर्नु त मान्छे अझै आउँदैछ त यहाँबाट पनि छ फेरि भ्यू तर यहाँबाट चाहिँ मलाई यहाँभन्दा पनि माथि अलिक मन पर्यो हाम्रो दाइ अघि आएर यहाँबाट खिच्दै हुन्थ्यो जस्तो लाग्यो यो चाहिँ यस्तो रहेछ पिक्चर चाहिँ टेलिस्कोपबाट पनि हेर्न मिल्ने राति भएर मिल्दैन कि अहिले ठाउँै छैन त कसरी हेर्नु भने यो ब्रिज पनि देखिँदो रहेछ यहाँबाट चाहिँ उताबाट चाहिँ यो ब्रिज देखिँदैन यताको साइड पुरै देखिँदैन त्यहाँबाट चाहिँ दाइहरू चाहिँ कहाँ जानुभयो खोइ एउटै हुनुहुँदैछ कता दाइ फोटो ए हुन्छ हुन्छ लाउनु ओके छ लु आजलाई यति नै